धन्यवाद सन्जु बहिनी, मिठो कमेन्ट छोड्नुभएकोमा। 5 वर्ष मात्रै तिरेर हुने इन्सुरेन्स भनेको कस्तो हो दिदी भनेर सोध्नु भएको रहेछ। एलआइसी नेपालमा जीवनश्री भन्ने एउटा यस्तो प्लान छ जुन 18 वर्षदेखि 50 वर्षको समूहको मान्छेले गर्न सक्नुहुन्छ। यो प्लान चाहिँ कस्तो भने इन्सुरेन्स चाहिँ हामीले 15 वर्षको लिएको हुन्छौँ होइन, तर किस्ता चाहिँ 5 वर्ष मात्रै तिर्ने क्या, 10 वर्ष किस्ता तिर्ने झन्झट नराख्ने। जस्तै यो प्लान भनेको वैदेशिक रोजगारमा जानुभएको, वैदेशिक रोजगारको कुनै सर्टेन समय एग्रिमेन्ट गरेर जानुभएको हुन्छ होइन, त्यस पछाडि फेरि जागिर होला नहोला एउटा इन्सुरेन्स लिएर बस्छु भन्ने मान्छेहरूको लागि, रिटायर हुन लाग्नुभएको मान्छेहरूको लागि भविष्यमा हामीहरू लागि सेभ अलिकति केही हुन्छ भने 5 वर्ष तिर्ने त्यसपछि नतिर्ने भन्ने होइन। केही जग्गा जमिन बेचेर राख्नुभएको मान्छेले धेरै अब सधैँभरि तिरेर 15 वर्षमा तिर्न सकिँदैन लामो टर्म्समा भन्ने यस्तो व्यक्तिहरूको लागि यो प्लान एकदम असाध्यै राम्रो छ। यसको बोनस पनि एकदमै राम्रो छ। अनि यो चाहिँ जस्तै 30 वर्षको मान्छेले लियो भने किस्ता चाहिँ 5 वर्ष मात्रै तिर्नु पर्यो, 20 वर्ष हुँदा लिनुभयो भने 5 पल्ट मात्रै किस्ता तिर्नु पर्यो। मेच्युरिटी चाहिँ उहाँ 45 वर्ष भएपछि नै पाउनुहुन्छ कि। यसमा चाहिँ दुर्घटना बिमा पनि हुन्छ, स्थायी अशक्तताको पनि हुन्छ, सबै हुन्छ। अनि कम उमेरकोले लिँदाखेरि चाहिँ यो प्लानमा फेरि कस्तो छ भने प्रिमियम पनि अलिक सस्तो छ, छुट छ कि। जस्तै 10 लाखको तिर्यो, 10 लाख हामीले गऱ्यौँ भने कम उमेरको मैले तिर्नुभयो भने वर्षमा चाहिँ 2 लाख पर्नुपर्ने हो नि त प्रिमियम, तर यसको 2 लाख पनि पर्दैन क्या, 2 लाखभन्दा तलै छ भने। अलि हाई एजको हुनुहुन्छ भने अलिकति थोरै बढी पर्ने हो। अनि यो प्लान एकदम राम्रो छ। यो यसको बारेमा सोच्नु होला। हजुरलाई चाहिँ अब कति उमेरको हुनुहुन्छ, कति समस्या कतिको गर्ने त्यो चाहिँ मलाई इनबक्स गर्नु होला। हस्, धन्यवाद, थ्याङ्क यू।